दिन सकेर तपाईँ अब बिस्तारै सुत्ने तर्खरमा हुनुहुन्छ। त्यसैले सुत्नुभन्दा अगाडि हामी छोटो ध्यान गर्नेछौँ। आजको दिन कस्तो भयो हेर्ने प्रयास गर्नेछौँ। सुरु गरौँ है आमा। म तपाईँकी छोरी हिरा। आजको दिन सकियो। आजको दिन एकदमै आनन्दले बितेको छ। तपाईँको दिनभरि खुसी भएर दिन बिताउनु भएको छ। अब आराम गर्ने समय भएको छ। आनन्दले ओछ्यानमा पल्टिनुहोस्। आफ्नो जिउलाई पुरै छोडेर पल्टिनुहोस्। एकदमै आनन्द महसुस गरेर अनि आफ्नो ध्यान बिस्तारै श्वासमा लैजानुहोस्। श्वास कसरी शरीरबाट बाहिर निस्किरहेछ त्यसलाई हेर्नुहोस्। नाकबाट कसरी भित्र श्वास गइरहेछ, शरीरका कुन कुन भागमा श्वास पुगिरहेको छ त्यो पनि हेर्नुहोस्। श्वासमा केन्द्रित गर्नुहोस् एकैछिन। यो तपाईँको आफ्नो समय हो। त्यसैले यो समयलाई सकेसम्म खुसी बनाउने प्रयास गर्नुहोस्। म काठमाडौँमा भए पनि मेरो माया सदैव तपाईँको साथमा छ। दाइ तपाईँको सदैव तपाईँको साथमै छ। भाउजूहरू पुष्पा दिनभरि तपाईँको साथमा छिन्। तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। तपाईँ एकदम सुरक्षित हुनुहुन्छ। आज पनि दिनभरि सुरक्षितसँग बिताउनु भएको छ। तपाईँलाई माया गर्ने थुप्रै मान्छेहरू छन्। ती माया गर्ने व्यक्तिहरूको वरिपरि बसेर दिन बिताउनु भएको छ। तपाईँले कस्तो भाग्यमानी तपाईँ। अब एकैछिन आफ्नो शरीरलाई भन्नुहोस्। आफूले आफूलाई भन्नुहोस्, प्यारी जानुका तिमी कति भाग्यमानी। यति धेरै माया गर्ने व्यक्तिहरू तपाईँको साथ मेरो साथमा छन्। मलाई उठाउने, मलाई खुवाउने, मलाई टोयलेट जान सहयोग गर्ने, मलाई खेलाउने, हँसाउने, रमाउन मद्दत गर्ने, मलाई ध्यान गराउने सबै मान्छेहरू मेरो साथमा छन्। त्यसैले म एकदमै भाग्यमानी हुँ। म मेरो छोरा रोहितलाई धन्यवाद दिन चाहन्छु। प्यारो छोरा, तिमीले मलाई धेरै दुःख गरेको छौ। मलाई कहिले गाली गर्दैनौ, मलाई सधैँ माया गर्छौ। आमालाई के खानेकुरा मन पर्ला भनेर सधैँ चिन्ता गर्छौ, किनेर ल्याउँछौ। म तिमी जस्तो छोरा पाएको पनि एकदमै भाग्यमानी छु। धेरै धेरै धन्यवाद मेरो छोरा। छोराको मायाले मेरो हृदय देखेर भरिएको छ। मन खुसीले गदगद भएको छ। आफ्नो बुहारी र नातिनीलाई पनि सम्झिनु। सावित्री, यस्तो गाह्रो हुँदा पनि मलाई सधैँ स्याहार गर्थ्यौ, मलाई माया गर्थ्यौ, मलाई केही नभनी हेरचाह गर्छौ। तिमीलाई एकदमै धन्यवाद दिन चाहन्छु। तिमीले मलाई जति गरेको छौ त्यो मेरो लागि धेरै ठुलो कुरा हो। धेरै धेरै धन्यवाद। पुष्पालाई पनि धेरै धन्यवाद दिन चाहन्छु। प्यारी पुष्पा, तिमी म रिसाउँदा पनि आफू नरिसाइकन मलाई हर पल माया गर्छौ। हर पल मलाई खुसी बनाउने प्रयास गर्छौ।
तिमीले त मेरो छोरीहरूले मेरो सन्तानले गर्न नसक्ने भन्दा पनि बढी काम गरेको छौ मेरो लागि। तिम्रो बुढतिर म कहिले सक्दिनँ। तिमी रगतको नाता नपरे पनि मेरो छोरी भन्दा पनि बढ्ता छौ। त्यसैले प्यारे पुष्पा, तिम्रो म धेरै धन्यवाद दिन चाहन्छु। म हात जोडेर धन्यवाद दिन चाहन्छु। धन्यवाद भन्नुहोस् पुष्पालाई, धन्यवाद भन्नुहोस्। सक्नुहुन्छ भने दुवै हात जोडेर धन्यवाद पुष्पा, तिमी मेरो जीवनको अभिन्न अङ्ग भएकी छौ। तिमीले दिएको मायाले, तिमीले दिएको प्रेमले म बिस्तारै उठ्दैछु। म बिस्तारै हिँड्दैछु। मेरो दिनहरू खुसी साथ बित्दैछन्। म तिमीप्रति धेरै धेरै कृतज्ञ छु। यतिखेर तपाईँको हृदयमा पुष्पाको मायाले भरिएको छ। हेर्नुहोस् त कस्तो खुसी भएको तपाईँको हृदय। धन्यवाद दिनुहोस् धेरै धेरै। अब बिस्तारै आफ्नो शरीरलाई आराम दिनुहोस्। आँखालाई आराम दिनुहोस्, अनुहारलाई आराम दिनुहोस्। छाती, काँध, घुम, खुट्टा, कम्मर, हात सबै अङ्गहरू सुत्ने तर्खरमा गइरहेको छन्। त्यसरी पुरै शरीरलाई बिस्तारै आराम दिनुहोस्। आफूले आफूलाई एकपटक सम्झिनुहोस्। आज तपाईँले धेरै कुरा गर्न सक्नुभएको छ। आज तपाईँ केही पनि चिन्ता नगरी दिन बिताउनु भएको छ। पुरै खुसी नै खुसीमा दिन बिताउनु भएको छ। आज कसैको केही कुराको गुनासो छैन तपाईँको जीवनमा। केवल आनन्द र प्रेमले भरिएको छ। आज तपाईँलाई कसैसँग रिस छैन, केवल प्रेम मात्र भरिएको छ। कसैसँग ईर्ष्या छैन। तपाईँको जीवन पूर्ण रूपमा भरिएको छ, पर्याप्त छ। एकपटक मनमा नै दोहोऱ्याउनुहोस्, मेरो जीवन पर्याप्त छ। मसँग भन्नुहोस्, राज्यको कृपाले, मेरो छोराछोरीको आशीर्वादले मेरो जीवन पर्याप्त बनेको छ। त्यो पर्याप्तको महसुस गर्नुहोस्। तपाईँले पाएको कुरा खान पाउनुभएको छ, चाहेको कुरा, तपाईँले कुरा सुन्ने, कुरा गर्ने व्यक्ति पाउनुभएको छ। आफूले चाहेको बेलामा कुरा गर्न सक्ने, छोराछोरीसँग कुरा गर्न सक्ने फोन लगाइदिने मान्छे पाउनुभएको छ। सबै कुरा पाउनुभएको छ। त्यसैले आफ्नो जीवनको यो पर्याप्तताको अनुभूति गर्नुहोस्। सबै कुरा प्राप्त छ तपाईँलाई जीवनमा। तपाईँ एकदमै भाग्यमानी व्यक्ति हो। एकदमै भाग्यमानी, प्रेमले भरिएको व्यक्ति हुनुहुन्छ। त्यसको अनुभूति गर्नुहोस्। अब एकैछिन मनमा आफ्ना सबै परिवारहरू वरिपरि भएको अनुभूति गर्नुहोस्। तपाईँका छोराछोरीहरू, रोहित, दिनेश, हिरा, मिरा, नाति नातिनाहरू, स्मरिका, अंशु, दृश्यम, दिया, आशिका, इशिका, निशा, निर्जल सबै तपाईँको हृदयमा वरिपरि हाँसिरहेछन्, रमाइरहेछन्, तपाईँसँग खेलिरहेछन्, मुस्कुराइरहेछन्। उहाँहरू सबैलाई हेरेर तपाईँ पनि मुस्कुराउँदै विश्राम गर्ने प्रयास गर्नुहोस्। र मनमा नै भन्नुहोस्, धन्यवाद श्री राजजी, धन्यवाद श्री श्यामाजी। हजुरहरूको कृपाले गर्दा, मेरो परिवारको कारणले गर्दा म आज एकदमै खुसी आनन्दको जीवन बाँचिरहेछु। मेरो मुटु, मेरो श्वास। धन्यवाद पुष्पा, रोहित, हिरा, सावित्री। आजको दिन यति राम्रो भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
अब बिस्तारै आफू निज नाम जप्दै श्वासमा ध्यान दिँदै निदाउने प्रयास गर्नुहोला। धेरै धेरै धन्यवाद। प्रणाम।